तपाईँ आर्टिस्ट किन गर्दैन जान 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 तपाईँ जान आज कार्यक्रम सक्छ जान तपाईँ के भन्दै हुने गायक दुर्गेश थापाको मेला महोत्सवमा मजाको क्रेज छ। उनी देशभरका कुना कुनामा पुगिरहेका छन्। दुर्गेशको दुश्मन हेरेको हेरे भन्ने गीतले तल्का मचाएपछि उनको स्टेजमा माग पनि तुलिएको हो। तर 2 दिन अगाडि दुर्गेशको जीवनमा नसोचेको घटनाहरू दाङमा आयोजना भएको एक महोत्सवमा दुर्गेश जाने पक्का भएको थियो। तर महोत्सवै हुन नदिने भएको कारणले गर्दा दुर्गेश दुखित भएका छन्। सोचे जस्तो हुँदैन भन्ने पाठ त पहिले सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे। म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत मनोरञ्जन दिन अत्यन्तै उत्साहित थिए। तर एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो। मेरो भगवान रूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो। दुर्गेशले केही कलाकारहरूको स्वार्थी सोच र राजनीतिक चलखेल र नियोजित रणनीतिले गर्दा दाङ जान नपाएको पनि उल्लेख गरेका छन्। उनले केही व्यक्तिहरू कलाकारिता भन्दा पनि बढी राजनीतिक स्वार्थमा लिप्त भएको उल्लेख गरेका छन्। दुर्गेश जाने भनेको महोत्सव स्थगित भएपछि गायिका ज्योति महरले हेलिकप्टर उडो कि उडेन भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी थिइन्। कोही कलाकारहरूले हेलिकप्टर उडो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँहरूलाई बधाई छ, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो। हजुरहरूको रणनीति साँच्चैकै गजबको रहेछ। तर एउटा कुरा नबिर्सिनु होला, तपाईँहरूले मलाई कार्यक्रममा रोके पनि दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलले मेटाउन सक्दैन। यता गाईघाटमा भएको एक कन्सर्टमा आयोजकले दुर्गेश थापामाथि अभद्र व्यवहार गरेका छन्। अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ। आयोजकले दुर्गेश गाइरहेको स्टेजमा गएर आजको कार्यक्रम सकियो, तपाईँ जानु, तपाईँले जे भन्नु त्यही हुन्छ भनेर अभद्र व्यवहार गरेका छन्। दुर्गेशले विशेष आफ्नो दर्शकलाई आफूसँग स्टेजमा नाच्न बोलाएपछि त्यस कन्सर्टका एक सदस्यले स्टेजमै गई दुर्गेशसँग वाद विवाद गरेको देख्न सकिन्छ र दुर्गेशले त्यो माइक ती व्यक्तिलाई दिएर उनी स्टेज तल झरेको देख्न सकिन्छ। फेरि उनी आएर दर्शकसँग गीत गाएको देख्न सकिन्छ।